हेलो नमस्ते साथीहरू। म हजुरलाई एकदम इम्पोर्टेन्ट कुरा देखाउन चाहन्छु र यो नयाँ पनि भिडियो हो। हजुरहरू घर बनाउँदै हुनुहुन्छ अथवा घर निर्माण गर्दै हुनुहुन्छ भने हजुरहरूको लागि एकदम महत्त्वपूर्ण जानकारी हो साथीहरू। म हजुरलाई यसको विषयमा भन्न चाहन्छु। हामी यो टाइल जुन छ यो टाइल 3 mm को स्पेसर छ। 3 mm स्पेसरमा हामी कोटिङ लाउने कि इपोक्सी लाउने के लाउने हजुरहरूको के विचार छ? के लाउन सोचमा हुनुहुन्छ? जस्तै कि सपोज पुडिङ लाउनुहुन्छ भने कम एक्सपेन्सिभ हुन्छ, थोरै खर्च लाग्छ र इपोक्सी लाउनुहुन्छ भने बढी खर्च हुन्छ। त्यसपछि म यसको देखाउन चाहन्छु इपोक्सी भनेको के हो। यसमा टुल्सहरू हुन्छ। यो स्पोन्ज भयो, यसमा यो चाहिँ ग्राउन्डिङ गर्नलाई भयो यो एउटा हुन्छ र यसमा चाहिँ ग्लोभ्स पनि हुन्छ, ह्यान्ड ग्लोभ्स सेफ्टीको लागि र यो हार्डनर सफ्टनर पनि हुन्छ र यो व्हाइट कलरको इपोक्सी हो साथीहरू, हेर्न सक्नुहुन्छ। यसमा के हुन्छ यो दुईटा मिक्स गर्दाखेरि हामी पेस्ट एउटा बनाउँछौँ। पेस्ट बनाएर यसमा चाहिँ ब्ल्याक कलरको हामी युज गरेछौँ इपोक्सी। यो व्हाइट कलरको इपोक्सी हो। इपोक्सी हजुरको गोल्डन कलर, ब्ल्याक कलर, व्हाइट कलर, ग्रे कलर सबै कलर पाउन सक्नुहुन्छ। सो इपोक्सी भनेको वाटर प्रुफिङ इपोक्सी हो। भोलिको दिनमा हजुरको घरमा सिपेजहरू आउँदैन। अब यो चाहिँ हजुरले यो ग्राउन्ड फ्लोरदेखि लिएर यो हजुरको फर्स्ट फ्लोरमा चाहिँ इपोक्सी युज गर्दाखेरि एकदम राम्रो र उपयुक्त हुन्छ। त्यही म हजुरलाई जानकारी दिनलाई म यहाँ बाल्कनीतिर पनि लाग्छु है त साथीहरू। स्पोन्ज म यहाँ हाल्छु। यहाँ यो बाल्कनीतिर मैले व्हाइट यो जुन छ सबै व्हाइट इपोक्सी लाएको है साथीहरू। त्यसपछि हजुरहरू हेर्न सक्नुहुन्छ मैले यो 2x4 को टाइलको जोइन्टमा इपोक्सी ग्राउट गरिरहेको छु। सो यसमा अब इपोक्सी लगाइसकेपछि यो लङ टर्मको लागि एकदम फाइदाजनक हुन्छ र यहाँ मैले इपोक्सी कसरी मिक्स गरेर यसलाई पेस्ट बनाउने त्यो मेथड पनि म देखाउन चाहन्छु। यहाँ अङ्कल हुनुहुन्छ, अङ्कलले र भाइले चाहिँ यो केमिकल हार्डनर सफ्टनर, यसमा दुईटा केमिकल हुन्छ। त्यो चाहिँ यो ब्ल्याक कलरको जुन धुलो हामी देखिरहेछौँ त्यसमा दुईटा मिक्स गरेर यसलाई राम्रोसँग फेर्न पर्छ। फेटेर हामी यसलाई पेस्ट बनाउनु पर्छ। मिक्स गरेर राम्रोसँग पेस्ट बनाउनु पर्छ। त्यही पेस्ट हामी 2x4 को टाइलमा जोइन्टमा जुन हामी 3 mm स्पेसर लाछौँ जोइन्टमा टाइलमा, त्यही टाइलमा हामीले त्यसको जोइन्टमा यो इपोक्सी युज गर्छौँ। ओके, थ्याङ्क यू।